नमस्कार, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल जीवनी कथामा र म तपाईँहरूकै साथमा छु कृष्ण रेग्मी। नेपालमा धेरै कुप्रथाहरू रहेका छन्। यसको विरुद्धमा धेरै मानिसहरूले अगाडि बढेर चाहिँ आफ्ना आवाजहरू उठाइरहेका छन्, जसले चाहिँ यी कुप्रथाहरूलाई अन्त्य गर्नुपर्छ भनेर आवाज उठाएका छन्। जसमध्ये सती प्रथा, बालविवाह विरुद्ध, महिलाले पनि वेद पढ्ने र विधवा महिलाले पुनः विवाह गर्न पाउनुपर्छ भन्ने कुराहरूमा चाहिँ धेरै मानिसहरूले अगाडि बढेका छन् र तीमध्ये पनि एक हुन् योगमाया न्यौपाने। उहाँको बारेमा चर्चा गर्नुभन्दा अगाडि तपाईँहरूले मेरो यस युट्युब च्यानललाई चाहिँ लाइक, सेयर र सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। युग अघि योगमाया नारी मुक्ति आन्दोलनकी मात्र होइन, समग्र समाज मुक्ति आन्दोलनकी अग्रणी। छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने उमेर नै नपुगी बिहे गरिदिने र जतिवटी छोरी भए पनि छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता परिवर्तनको चरममा रहेको लामो समय बितिसकेको छ। छोरीलाई छोरासरह सम्मान अधिकार दिलाउन भइआएका सङ्घर्ष अहिले मुलुक सङ्घीय गणतान्त्रिक घोषणासम्म आइपुग्दा मात्रैको होइन, योगमायालाई जोडेर अर्थ्याउँदा सहशताब्दी पुगेको छ। योगमायाको पुरा नाम योगमाया न्यौपाने। भोजपुरको हाल खडानन्द नगरपालिका 1 नेपालले डाँडामा विक्रम सम्वत 1924 जन्मिएकी उनको बाल विवाह भएको थियो। प्रथम वैवाहिक जीवन असफल भएपछि भारतको असम फुलबारी गइन्, त्यही पुनः विवाह गरी बसिन्। उनी विक्रम सम्वत 1973 माइती घर भोजपुर फर्किन्। छोरी मात्रै लिएर घर आएकी उनी त्यसमा भने समाजमा विद्यमान कुरीति विरुद्ध जनतालाई सचेत बनाउने काममा सक्रिय रहन थालिन्। नेपालमा धार्मिक तीर्थस्थलहरू र भारतको बद्रीनारायण पुगिन्। छोरीको बिहेपछि आफू भोजपुरकै जन्मघर सिमले भन्दा तल मजुबासी अरुणको छेउमा कुटी बनाएर बसिन्। त्यही कठोर योग साधन गर्दै विक्रम 1998 असार 22 जलसमाधि लिइन्, जुन कुरीति हटाउन उनले भूमिका अग्रणी गरियो। त्यसका केही परिमार्जित सङ्घर्षका चरण अझै निरन्तर छन्। श्रीमानको मृत्यु हुँदा श्रीमतीले सँगै आत्महत्या अर्थात् आत्मदाह गर्नुपर्ने प्रथा पनि थियो भन्दा अहिलेका पुस्ता अनौठो लाग्छ। यो आत्महत्या प्रथाबाट समाज गुज्रिए अघि बढेको इतिहास छ। जङ्गबहादुर राणाले सती प्रथा रोक्न भूमिका खेलेको इतिहासमा उल्लेख भए पनि यसले बन्देज भने लगाएका थिएनन्। जङ्गबहादुरको शासनको समय 1903 देखिका 3 दशक थिए। उनले 16 वर्ष मुनिका विधवा र 9 वर्षभन्दा मुनिका छोराछोरी भएकाहरूलाई सती जान रोक लगाए पनि यो कुप्रथालाई 1977 सरकारले रोक लगाएको थियो। चन्द्र शमशेरले यो प्रथा उन्मूलन गरेका थिए। यसरी हेर्दा योगमाया भारतबाट नेपाल आएको र सामाजिक कार्यमा आफूलाई पूर्ण समर्पित गरेको 3-4 वर्षभित्र नै सती प्रथा उन्मूलन भएको देखिन्छ। कुनै पनि प्रथा सरकारले बन्देज घोषणा गर्दैमा समाजले चटक्कै छोड्दैन। यसका लागि समय लाग्छ। जस्तो कि कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा छाउगोठको प्रथा समाप्त पनि कानुनले रोक लगायो, सजाय पनि तोकेको छ। तर महिनावारीका बेला महिलालाई घरभन्दा पर छुट्टै साँघुरो कोठामा राख्ने चलन हट्न गाह्रो परिरहेको छ। योगमायाको समाज र अहिलेको जस्तो शिक्षा र पूर्वाधार विकास यति धेरै अघि आइसकेको थिएन। सती प्रथालाई तत्कालीन सरकारले रोक लगाए पनि दास प्रथा चलिरहेकै थियो। उनले त्यस विरुद्ध सामाजिक जागरण फैलाउने काम गरिन्। विक्रम सन् 1981 दास प्रथा उन्मूलनको पनि घोषणा भयो। समाज रूपान्तरणको काम सजिलो थिएन। कुप्रथाको अवेश धेरै पछिसम्म हट्न नसक्दा योगमायाले निरन्तर आवाज उठाउँदै सम्बन्धित अधिकारीलाई प्रचार समेत गरेकी थिइन्। योगमायाको प्रसङ्ग निस्कनासाथ सर्वप्रथम सती प्रथा उन्मूलनसँग उनलाई जोडेर बुझ्ने गरिन्छ। यसै परिचयमा उनलाई
सम्झिएको देखिन्छ सुनिन्छ। नारी मुक्ति आन्दोलनकी अग्रणी महिलाको रूपमा प्रस्तुत गरिन्छ। नारीसँग सम्बन्धित सरोकार राख्ने समाजमा विद्यमान कुरीतिमा का विरुद्ध योगमायाले विद्रोह गरिन्। सोही विषयमा सम्बोधन नहुँदासम्म डटेर विरोध गरिन्। सती प्रथाका साथ बाल विवाहको विरोध गरिन्। विधुवाले पुनः विवाह गर्न पाउनुपर्छ, नारीले पनि वेद पढ्न पाउनुपर्छ भन्दै नारीका निम्ति समान आवाजको खोजी गरिन्। यस दृष्टिकोणले हेर्दा उनले गरेको काम अर्थात् उठाएको आवाज नारी मुक्तिका लागि मात्र सीमित आवश्यक भएको थिएन। समाजमा व्याप्त विविध प्रवृत्तिका विपरीत सङ्गीतको विरोध गरेकी थिइन्। उनले ब्राह्मण परिवारमा जन्मिएकी थिइन्। समाजमा जातपात र विभेद जरा गाडेर बसेको अवस्था सङ्घर्षको चरण आफै परिवारबाट सुरु गर्नु परेको थियो। अरुणको आफ्नै कुटीमा उनले सबै जातलाई स्वागत गर्दै जातीय समानताको उदाहरण समेत प्रस्तुत गरिन्। न विद्यालय न शिक्षा अनिवार्य रहेको समय, संस्कार र जनविश्वासमा आधारित चलनहरू परिवर्तनका लागि समाज थिएन। जात र छुवाछुतको भेदभावले जरा गाडेको थियो। यस कारणले त्यस समय उनी र उनका अनुयायीहरू जात-पात छुवाछुतमा विश्वास राख्ने कठोर समुदायबाट कुटिएका पनि थिए। उनका केही अनुयायीलाई सामाजिक कार्यबाट वञ्चित गर्दै जात समेत काटिदिएका थिए। स्पष्ट भन्नुपर्दा नेपालमा छुवाछुत भेदभाव विरुद्धको लडाईँलाई केलाउँदै जाने हो। इतिहासमा जातपातको अन्यका निम्ति दोहोरो कदम चाल्ने महिलामा योगमायाको नाम अग्रस्थानमा आउँछ। योगमाया त्यस्ती नारी थिइन् जसले जातको राष्ट्रको समुन्नतिमा सरकार राख्ने आर्थिक पक्षमा समेत बोलेकी थिइन्। कर्जा लिँदा तिर्नुपर्ने चक्रवर्ती ब्याजको ब्याज पनि अन्य प्रचलित अन्न लिँदा ठुला पाथी तर दिँदा साना पाथी, चौरण, मासिएका शोषणका नाममा दर्ता गर्ने र घुस खाने पार्टीहरूको विपक्षमा उनले बहुदूरीपूर्वक मैदानमा उत्रिएर विरोध गरिन्, जसका कारण शोषण समातनका आँखामा योगमाया सदा बिज्ने काँडा बनिरहिन्। योगमायाले आवाज उठाएको त्यस्तै अर्को महत्त्वपूर्ण विषय थियो घुस परम्परा। घुस खाएर अन्य बाँच्ने सामाजिक अत्याचारप्रति योगमाया भलीभाँति परिचित थिइन्। यस सामाजिक कठोरदाय र अधिकार कर्मचारी विरुद्ध आवाज उठाउन थालिन्। उनको यो वाणी हेर्दा पनि यो प्रष्ट हुन्छ। धर्म सम्झे विचार गरे इन्साफ गरेन, पैसा भएर बेहोरालाई दण्ड परेन। जागिरदार लोभी छन्, निया हेर्दैनन्, मर्नुपर्ने शरीर हो विचार गर्दैनन्। अहिले गर्छौँ भलात्मी हो आफ्ना खुसैले, भित्री जरा हालिसक्यो लोभी घुसैले। अन्त्यकालमा यही घुसले फुटाइदेला दादा, बडो कष्ट मिली जाला त्यही घुस निली जादा। सर्व र योगवाणी। कर्जा लिएर तमसुका रकम अङ्क बढाउने र तिरिसक्दा पनि तमसु नच्यातेर छोरा नातिसम्मले त्यो तिर्नुपर्ने, अन्यथा घर खेद्न उठ्न सक्ने अवस्थाको पनि उनले विरोध गरिन्। व्यापारमा बढी लाभ लिने, ठगी गर्नेदेखि सरसपाटीमा दोब्बर असुली गर्ने जस्ता आर्थिक पक्षसँग जोडिएको सामाजिक अनियमिततामा पनि योगमायाले सुधारको पहल गरेकी थिइन्। योगमायाले सामाजिक आर्थिक न्याय सुधारका निम्ति गाउँ चेतना अभिवृद्धि गरिन्। तत्कालीन सरकारले अन्याय अत्याचार निर्मूल पारी धर्मराज स्थापना गर्नुपर्छ भन्दै उनले धर्म भिक्षा पटक पटक माग राखेकी थिइन्। यसरी योगमायालाई सती प्रथा उन्मूलन र नारी मुक्ति आन्दोलनकी प्रथम अग्रणी महिला भनी परिचय स्थापना गर्दा उनले उठाएका अन्य मुद्दा
ओझेलमा परेका छन्, किनकि यो सर्वविदितै छ कि योगमायाले नारीको शोषणका विरुद्धमा त बोलेकी नै थिइन्, तर कतिपयलाई थाहै छैन। त्यसभन्दा धेरै अन्य समाजमा प्राप्त विकृतिका बारेमा पनि उनी खुलेर लागि परिरहेकी थिइन्। स्वभाव सामाजिक विकृति विसङ्गति विरुद्धमा योगमायाले आवाज उठाइरहन्। नारीले भोग्नु परेका पीडा पनि त्यसमा समेटिएका छन्। योगमाया समाजमा व्याप्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षसँग जोडिएर गलत परिपाटीको विरोधमा उत्रिएकी थिइन्। योगमायाले सती प्रथा उन्मूलनमा मुख्य भूमिका खेलेको चर्चा गरिरहँदा त्योभन्दा लामो समय निरन्तर अन्य ठुला सामाजिक विकृति विरुद्धमा उभिरहेको कुरा बिर्सन मिल्दैन। जुन समस्या आज प्रत्येक यही समाजले जटिल दीर्घ रोग बनिरहेको छ। योगमायाले गरेका कार्य, उनले उठाएको विषय, आफ्नो अनुयायी मार्फत गरेका उत्प्रेरणालाई अध्ययन गर्दा यो कठोर गर्नमा दुई मत हुँदैन कि उनी नारी मुक्ति आन्दोलनकी महिला मात्र होइन, समग्र समाज मुक्ति आन्दोलनकी प्रथम अग्रणी महिला हुन्। विक्रम सम्वत 1998 मा योगमायाको निधन भयो। सामाजिक विकृति विसङ्गति विरुद्ध योगमायाले आवाज बुलन्द गर्दा नारीले भोग्नु परेका पीडा पनि त्यसमा समेटिएकी थिइन्। योगमाया समाजमा व्याप्त सामाजिक, धार्मिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक पक्षसँग जोडिएर गलत परिपाटीको विरोधमा उत्रिएकी थिइन्। योगमायाले सती प्रथा उन्मूलनमा भूमिका खेलेकी थिइन्, जसको कारणले गर्दा उनी आज हाम्रो सामु नभए पनि उनले गरेका कार्यहरू अमर रहनेछन् र उनले गरेको योगदान तथा उनले दिएको अनुदानलाई हामी नेपालीहरूले कहिले पनि बिर्सनु हुँदैन र उनलाई हामीले सधैँ सम्झेर हाम्रो मन मस्तिष्कमा सधैँ स्मरणमा रहिरहनेछन् र उनले दिएको ज्ञान तथा प्रेरणालाई यी पछिका पुस्ताहरूले पनि यसलाई पालना गर्नेछन् भन्ने आशा राखेको छु र आजको लागि यति र अब अर्को भिडियोमा भेट गरौँला। धन्यवाद। थ्याङ्क यू। बाई बाई। सी यू। स्टे सेफ एन्ड हेल्दी।